ट्राफिक सर तपाईहरु अब यो गाडी चाहिँ पठाउनु हुन्छ यहाँ सिटी बजार काम स्टारै भएन यहाँनिर हरि बिजोक स्कुटरहरू यस्तै हुन्छ कि स्कुटरले त तान्नै सक्दैन यस्तो ठाडै उकालो अड्किरहेको छु कि अड्के अलिअलि गर्दै है बल्ल बल्ल हल्का माथि आइपुग्यो टाउकै यहाँनिर है कति बजी खोल्छ बिहान सर बिहान कति बजी खोल्छ त 6 बजेदेखि 2 बजीसम्म खोल्छ अरे नि त होइन भनेपछि बिहानै आउनु त होइन 6 बजेदेखि 2 बजीसम्म त खोल्छ अरे बिहानै आउनु पर्ने भयो त है त भोलि अब त्यही हो आज Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. So hello and namaste सबैजनालाई वेलकम ब्याक टु माई आवर न्यू डे एन्ड न्यू ब्लग। सो त्यसो त खबर हजुरहरूको यो हजुरहरू सन्चै अनि आरामै हुनुहुन्छ भन्ने आशा छ है। म पनि एकदमै फिट एन्ड फाइन नै छु। अनि आज के हुँदैछ भनेर हजुरहरूले थम्बनेल र टाइटलबाटै बुझिसक्नु भयो होला है। अनि आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि एकछिन बहिनीको सर्टिफिकेट लिएर आइदिनु पर्ने छ, त्यही भएर स्कुलमा जान लाग्यो है। बहिनीको के क्यारेक्टर सर्टिफिकेट भन्यो हो के एक्सपिरियन्स सर्टिफिकेट भन्यो हो लिएर आइदेऊ भनेको थियो। अनि त्यही भएर पहिला त्यो बहिनीको सर्टिफिकेट लिएर आइदिनु पऱ्यो स्कुलसम्म गएर। अनि म काठमाडौँतिर जान्छु है, साथी पनि आउँदैछ। अनि त्यही हो हजुरहरू भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नु होला। अनि जतिजना नि च्यानलमा नयाँ जोडिनु भएको छ सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला। अनि भिडियो के कस्तो लाग्छ है कमेन्ट पनि गरिदिनु होला मन परेमा है त। अब धेरै गरौँला ल है त। म एकछिन साथीलाई कुरिरहेको थिएँ, साथी पनि आइसक्यो। अब यसो चलिदिनु पऱ्यो है। साथीको चाहिँ आज काठमाडौँ त्यो गुगल पिन लिन जानुपर्ने भनेर भनिरहेको थियो मलाई। त्यो साथीको चाहिँ गुगल पिन पनि निस्किसक्यो अरे। ल साथीलाई बधाई छ, कङ्ग्रेचुलेसन है। मेरो चाहिँ अब मनडाई चाहिँ भएन, अब कहिले हुने हो है। मलाई पनि यस्तो एक्साइटेड छ है, कहिले आउँला कहिले होला भएर। ठिकै छ, हाम्रो पनि बिस्तारै हुन्छ है। हजुरहरूले साथ सपोर्ट गर्नुभयो भने चाँडै हुनसक्छ ल है त। अब स्कुलमा जाउँ पहिला अनि सर्टिफिकेट झिक्दिउँ बहिनीको। अनि फेरि घर आऊँ लुगासुगा लाऊँ। अनि त्यसपछि चाहिँ काठमाडौँको लागि चलिदिनु पर्ने हुन्छ है त। ल स्कुलमा चाहिँ आयो, त्यहाँनिर सरलाई सोध्नुपर्छ क्या एकचोटि भाइहरू। तिमी पनि जाने हो? त्यहीँ अफिसमा जानुपर्छ। म पढाइ स्कुल चाहिँ यही हो नि। अहिले त पुरै कस्तो चेन्ज भयो जस्तो, यो बिल्डिङहरू थिएन। भूकम्प आउँदाखेरि म यहाँ 10 क्लासमा थियो, डेन्जर भागेँ यहाँबाट। ल है त हामी चाहिँ निस्किन लाग्यो। अब काम चाहिँ बत्ती आएको छैन अरे नि त, बत्ती आउनु पर्ने। ए हाम्रो आरजी दोषको फ्यानहरू चाहिँ ल ल म पढाइ स्कुल चाहिँ यही हो है। कस्तो यस्तो दामी छ है, बवाल रमाइलो हुन्थ्यो पहिला। धेरै वर्षपछि आयो है बहिनीको कामले गर्दा। ल निस्किन्छौँ हामी चाहिँ यहाँबाट। ल है त अलराइट गाइज है, हामी चाहिँ घरमा आएर म टक्क नुहाएर फ्रेस भएर सक्छौँ है। टक्क लगाएर चाहिँ हामी रविको बाटो हुँदै जाँदैछौँ। अहिले चाहिँ हामी एउटै बाइकमा छौँ है, टक्क लगाएर। अनि त्यो आज जान्छौँ यताउति काम सघाउँछौँ। अनि भोलि पनि यसो कतै घुम्नुपर्छ, कतै यसो भ्लग बनाउनुपर्छ। अनि त्यसपछि के हुन्छ भोलि बेलुका फर्किन्छ कि भोलि बसिन्छ ठेगान छैन है। तर भोलि चाहिँ फर्किनुपर्छ होइन। जाँदैछौँ हामी।
Yeah. Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone, that's the only way I know. Feeling low, about to blow back up. Here I won't ever let the doubt creep in. Gotta pop a couple more aspirin. I don't think I'll ever let you in. Easier to break it off best friends. I don't really understand myself. I don't really understand, need help. I don't wanna be left on the shelf. Couldn't even hear me if I yelled. It's so cold outside. I'm alone, I'm alright. It's so cold outside. I'm alone, I'm alright. It's so cold. काठमाडौँ आइसक्यौँ यहाँनिर कुन ठाउँ हो यो खोइ ठाउँको नाम चाहिँ खासै थाहा आएन मलाई हजुरहरूलाई थाहा छ कमेन्ट गर्नु होला है ठाउँको नाम चाहिँ खासै थाहा भएन मलाई त्यही हो साथीको यहाँ पैसा लिनुपर्ने काम थियो अरे अब खोइ 1 वर्षभन्दा पनि बढी भइसक्यो अरे अहिलेसम्म पैसा देखाएन भन्ने कुरा भएको थियो साथीको अब त्यही हो आज नि पैसा दिएन है 1-2 महिना पर्खिनु भनेर छ अझै के हो पैसा दिएपछि लिनै गाह्रो के ल त्यही But I never let it take me to that place now. I won't ever let my thoughts get away now. I got better things to do, picking fate now. I just wanna be the best, call me great now. I don't know if I'm okay or insane now. I remember better days on the playground, hoping I can find my way. Even when I'm feeling down, I fight. Even when I don't know what is right, I'ma pick a side and I'ma take pride. I will decide my fate and I will never let them tell me who I am. If you try to shake me, I'll be damned. Planet on the ground is where I stand. Never give up, that was always the plan. It's so cold outside. I'm alone, I'm alright. It's so cold outside. I'm alone, I'm alright. It's so cold. So alright guys है हामी चाहिँ घरमा रे यहाँ दिदीको घरमा आएर बसेर खाजा खायो अनि यस्तो निस्किसक्यौँ है हामी चाहिँ यहाँबाट टक्क लाएर साथी माथि व्हाइट गुम्बा गएको छैन नि त अनि म त अस्ति गएर आएँ अब साथी गएको छैन त्यही भएर साथी पनि जाने चाहिँ त्यही भएर ल एकछिन व्हाइट गुम्बा नि छिरेर आइदिउँ भनेर निस्केको है व्हाइट गुम्बा चाहिँ 4 बजे बन्द हुन्छ त्यही भएर अहिले चाहिँ लगभग 1:30 बजी सक्यो जस्तो लागिसक्यो है 1:30 बजिसक्यो भनौँ न फटाफट जानुपर्ने हुन्छ अनि टक्क लगाएर त्यहाँसम्मको भ्लग बनाउँछ अनि फेरि नेक्स्ट भ्लगमा उता फेरि निस्किन्छौँ के उता भूत घरतिर जानुपर्छ है त्यहाँनिर पनि छुट्टै भ्लग बनाउँछ त्यो चाहिँ नेक्स्ट भ्लग अनि यो भ्लग चाहिँ त्यहीँ स्वयम्भू व्हाइट गुम्बासम्म है त गाडी चाहिँ नतानिरहेर चाहिँ यस्तो खेल्नलाई यस्तो उकालो छ अनि अहिले उता माथि पुग्यो भने खतरा उकालो छ के यहाँ त खासै उकालो छैन योभन्दा उकालो छ तान्छ मेरो बाइकले त ताने थियो मान्छेहरू फर्किसकेको हो कि चाँडै बन्द हुन्छ कि अस्ति हामी पनि 4 नबज्दै 3:30 बजेर नि होइन जाऊ 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 भन्दै लहाट चाहिँ फर्काउँछ यो माथि यहाँबाट माथि जाने बाटो छ लास्ट प्याक छ है यस्तो जाम हुन्छ अनि बाटो त धेरै लङ छैन क्या यो जामले गर्दा चाहिँ यस्तो हुने हो क्या जामबाट निस्किने टाइम लाग्छ यो गाडीहरू यहाँनिर अब रोकिरहेको छ नि त गाडीले गर्दा जाम भएको क्या खासै बाइकहरूले मात्रै त खासै जाम हुँदैन हामी एउटा मास्टर जाने है अब उकालो आउँछ ठाडै माथि जानुपर्ने बाटो त हल्का जानु दिएको हुन्छ नि गाडी यहाँ हेर न बाइक यहीँदेखि एउटा पार्किङमा राखेर जान्छ यो स्कुटरहरूले तान्दैन कि खासै त्यही भएर मान्छेहरूले यहीँ छोडेर जान्छ यो अब यस्तो नि त बाटो लास्टै ठाडो उकालो छ अनि लान नसक्ने मान्छेहरूले चाहिँ बाइक यतैतिर छोडेर जान्छ भनौँ न स्कुटरले त पहिलो कुरो तान्दैन यहीँदेखि फेरि जाम रहेछ ओभर जाम छ क्या फेरि त के भयो गाडीले नताने हो कि
ला यस्तो जाम छ बाइकमा जानुभन्दा हिँडेर जानु छिटो हुन्छ भनेर हो कि मान्छेले बुढो यहाँ हेर न त्यत्रो हिँड्दै गयो भने फेरि ठाडै उकालो छ बाइकमा पनि ठाडै उकालो छ ल हेर त जाम अस्ति आउँदा बुढी यतिको थियो नि हेर हामी अति जाम छ अति त्यही भने गाडीहरूले गर्दा हल्का जाम भयो क्या मान्छे त कडै छ कमै छ हामी घुम्न पाइँदैन कि खासै अब चाँडै बन्द हुन्छ अनि यहीँनिर 2:11 भइसक्यो अनि जामले गर्दा हामी त यहीँ रोकिने भयो त साथी माथि नै 3 बजे पुग्यो भने त हामी त के घुम्छ त अनि यहीँको यहीँ छ एक पाइला सर्नु पाएन माथिबाट आएको छ हामी यहाँबाट निस्किन पाएकै छैन यस्तो उकालो छ कि फेरि बाटो कहाँ ढाले लडे नि त्यहाँ यस्तो जाम त पछाडि हो पुरै अब हामी त यस्तै माथिसम्म यस्तै भयो भने त नगए नि हुन्छ माथि जाँदा जाँदै बन्द भइसकेको छ अनि त्यही भने स्टारै भएन यहाँनिर हरि बिजोग स्कुटरहरू यस्तै हुन्छ क्या स्कुटरले त तान्नै सक्दैन यस्तो ठाडै उकालो ओ ट्राफिक सर तपाईहरु अब यो गाडी चाहिँ पठाउनु हुन्छ यहाँ सिटी बजार काम ट्राफिकले पठाऊ अरे हामी पनि खासै घुम्न पाइँदैन जस्तो छ है माथि गएर छिर्न नि पाइन्छ कि पाइँदैन यत्रो मान्छे गइरहेछ अझै लास्टै तनाव पो भइरहेछ यार कहिले पुगिन्छ त माथि अस्ति हामी आउँदा त्यस्तो साह्रो त थिएन हो बिजोक रमाइलो पो हुन्छ त्यो घुम्न जानु भन्दा नि यहीँनिर होइन जाममा के जाममै रमाइलो हुन्छ बिजोक यहीँ कन्टेन्ट भेटेला जस्तो 2-4वटा घामले यहाँनिर मर्न लागिसक्यो बिजोक छ बिजोक ट्राफिक सरले बिचरा के गर्नु यस्तो जाममा होइन अब एकजना ट्राफिक सर चाहिँ के चाहिँ गर्नु बाटै यत्रो सानो छ त अनि गाडी यति धेरै बाइक यति धेरै छ अनि के गर्नु त होइन बाटोभरि त्यस्तै उकालो ठाउँमा जाम भयो यस्तो उकालो ठाउँमा जाम भएको छ कि अप्ठ्यारो के रोक्न नै जाम अड्किरहेको छु कि अड्की अलिअलि गर्दै है बल्ल बल्ल हल्का माथि आइपुग्यो अझै माथि हेर्दा त आम्मामा कति धेरै चाहिँ माथि लास्टै छ लास्टै टाउकै यहाँनिर
ब्रेक पनि के भइरहेछ बाइकको क्लचै काम नगर्ने भइसक्यो यार क्लच समाता के हुन्छ साथी फर्किने फर्किन्छ यत्रो आएर अब त्यहाँ अझै हेर न त्यहाँ अब फर्किनु पर्यो हुन्छ न कस्तो यहाँ हेर न त भने अझै त्यहाँनिर कति धेरै छ त मान्छे अनि यस्तो तालले त अनि कहिले पुगिन्छ त माथि पुग्यो नि हामी होइन घुम्न पाइँदैन क्या जे होस् माथि पुग्ने फर्किने मात्रै हो यस्तो तालले त अहिले फेरि सक्दैन है आज घुमेर सक्दैन यहीँ बाटोमै बित्ने भयो टाइम जति होइन बिचरा हाम्रो सरलाई यार हस्याङ र फस्याङ पसिना फुटिसक्यो हो लास्टै हो गाह्रो छ टाउकै टाउको मात्रै देखिरहेको छ सबको यत्रो बेर बस्यो अब फर्किनु पर्ने भयो है बन्द भइसक्यो 2 बजे नै माथि बन्द भइसक्यो भने नि त ला नि साथी मैले मार्सलिट भयो नि त अब के जान्छ होइन मास्टर के जाने बुढो यहाँनिर सिङ्गल ट्रीमा बस्नु रहेछ नि जम भनेको मैले होइन हरि बिजोकै भयो त अनि यत्रो आधी घन्टा 2 घन्टा 1 घन्टा जति यहाँ बाटोमै लस भइसक्यो अनि त्यही नै आज 2 बजे नै बन्द हुने रहेछ क्या अरू बेला 4 बजेतिर बन्द हुन्थ्यो आज 2 बजे नै बन्द हुने रहेछ अनि शुक्रबार होइन आज खोइ आज किन हो 2 बजे नै बन्द हुँदा 2 बजे नै बन्द नगरे भए त हुन्थ्यो होइन यस्तो आएको बेला यसो घुमेर जाउँ न भनेको अब 2 बजे बन्द भइसक्यो अरे अब के जानु अब बन्द भयो त अब छिर्नु नपाउने भएपछि के जानु त मास्टर त्यही गर्नु पर्ला जस्तो है बिहान आउनु पर्ला जस्तो तपाईँलाई थाहा छ दाइ कति बजी खोल्छ बिहान सर बिहान कति बजी खोल्छ त 6 बजेदेखि 2 बजीसम्म खोल्छ अरे नि त होइन भनेपछि बिहानै आउनु त होइन 6 बजेदेखि 2 बजीसम्म त खोल्छ अरे बिहानै आउनु पर्ने भयो त है त भोलि अब त्यही हो आज बिहान भोलि आज त्यतै जाउँ न त अब होइन ल अब हामी फर्केको है त यहाँबाट चाहिँ हामी सिधै जाउँ अब ल सो अल राइट गाइज है हामी चाहिँ फर्किसक्यौँ ओ बास 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 दामी देख्छ है यहाँबाट दामी देख्छ कडा हो कडा ल है त गाइड हामी चाहिँ फर्केको है यहाँ सिङ्गल ट्री भन्नु आयो त सिङ्गल ट्री चाहिँ हो वाइट गुम्बा चाहिँ भनौँ न वाइट गुम्बा चाहिँ भोलि बिहानै 6 बजीतिर आउँछौँ हामी अनि आज चाहिँ अब फर्केको है अब बन्द भइसक्यो नि 6 बजीदेखि 2 बजीसम्म मात्रै भयो भोलि टाइम चाहिँ अब त्यही हो है भिडियो आज के कस्तो भयो हजुरहरू जतिजना नि जोडिनु भएको छ है जतिजना नि नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नु भएको छ भने टक्क लगाएर सब्सक्राइब गरिदिनु होला अनि पुरानै साथीहरूले चाहिँ के कस्तो लाग्यो भिडियोलाई कमेन्ट गर्नु होला हामी यतैबाट फर्केको है भिडियोलाई म यतैतिर इन गरिदिन्छु त्यही हो अब नेक्स्ट भ्लगतिर भेट्नुपर्छ है त ओके बाइ बाइ एभ्रीवान